आज कुशल भैरवको वनभोजको प्रोग्रामको चाहिँ हामी जाँदैछौँ र कोसलटारको यो भैरव मन्दिर प्राङ्गणबाट चाहिँ हामी अब यो वनभोजको कार्यक्रम चाङ्गु नारायण कुशल भैरव यहाँ अब कार्यक्रमको लाइभ हाल्दैन नि त कुशल भैरव गुठीको हामीले गत सालदेखि चाहिँ एउटा कार्यक्रम जुन कार्यक्रमहरू वार्षिक रूपमा भइरहेको थियो त्यसमा अर्को थपेर अलिकति हामीहरूको कार्यक्रममा निरन्तरता अझ प्रभावकारिता रूपमा होस् भनेर चाहिँ हामीले वनभोज कार्यक्रम चाहिँ लगतै गुठी पूजाको लगतै गर्ने गरेको परिप्रेक्ष्य यो चाहिँ हाम्रो दोस्रो पटकको चाहिँ वनभोज कार्यक्रम हो। यसको प्रतिकूल मौसमको बावजुद पनि हामी सबैजना जो सहभागी भइदिनु भयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद होइन। गत अघिल्लो सालभन्दा अलिकति उपस्थिति पनि अलिकति उल्लेखनीयमा भएको छ। यसपालि हामीले सधैँ चाहिँ अघिल्लो साल पनि र यसपालि पनि हाम्रो गुठीको थकाली बा हुनुहुन्छ गणेशबहादुर थापा आदरणीय गणेशबहादुर थकाली बा उहाँलाई पनि यसपालि पनि हामीले एउटा सम्मान गर्ने एउटा विशेष कार्यक्रम भएको कारणले गर्दाखेरि हाम्रो यहाँ जो उपस्थित मध्ये जो ज्येष्ठ सदस्य हुनुहुन्छ उहाँको हातबाट चाहिँ उहाँलाई सम्मान ग्रहण गराइदिनु हुनको निम्ति चाहिँ विशेष अनुरोध गर्छु। जस्तो को मात्रै गर्नुहुन्छ कि राजदै हुन्छ र माधव दाईको तर्फबाट चाहिँ हाम्रो थकाली बालाई चाहिँ हाम्रो एउटा ब्याज प्रदान गरिरहेको छौँ। यो एउटा सम्मान कार्यक्रम हो। अब हामीहरूले जे सकिन्छ त्यही अनुसार गऱ्यो। अब त्यसको लागि अब हामी यहाँ चाहिँ यो चिन्हको रूपमा हाम्रो थकाली बालाई गणेशबहादुर थापालाई हामी यो चाहिँ सबैजना मिलेर यो चाहिँ प्रदान गर्दछौँ। थप्नुपर्ने देखिएको छ। जुन योजनाले गरिरहेको छ त्यसमा अलिकति रकम अभावको कारणले हाम्रो भाइहरूले गरिरहेछन् होइन। जस्तो यस्तो प्रतिकूल बावजुदमा पनि जुन हाम्रो दुईजना भाइहरू विशेष गरी रञ्जन सिल्वा र श्रीराम रोकाले यो वनभोज कार्यक्रम यति सफलतापूर्वक तरिकाले व्यवस्थित गरेकोलाई उनीहरूलाई विशेष धन्यवाद पनि दिउँ। र उहाँहरूले पैसा पनि अलिकति बढी खर्च गरिरहेको छ। त्यसलाई सबैजना दामासेर बुझाउनुपर्छ। त्यो चाहिँ हामीले आज सहभागिता भएको छौँ। उहाँले मात्र फेरि अब त्यो गुठीमा चाहिँ कुशल भैरव गुठीका सदस्यज्यूहरू लाइनबद्ध भएर मजाको लागि अनि हाम्रो दाइले चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ, लाइभमा हुनुहुन्छ अनि हामी पनि हाम्रो लाइभ आएन क्या लाइभ होइन युट्युबमा आउँछ दाइ। ए गुड गुड
ल